हेलो गाइज, व्हाट्स अप गाइज। सबैजना आराम कुशलै हुनुहुन्छ होला। अहिलेको गर्मी याममा, गर्मी मौसममा चाहिँ के छ अवस्थाहरू तपाईहरुको? म चाहिँ भर्खर अहिले मध्यराती ड्युटी सकेर कामबाट अब रुमतिर जाँदैछु। यस्तै छ खाडी प्रदेशको अवस्था, के गर्नु। नेपालमा बिहान उठ्ने बेला भयो। अब हामी चाहिँ भर्खर ड्युटी सकेर अब रुम गएर फेरि त्यसपछि खाना बनाएर अनि खाएर अनि कतिखेर सुत्ने हो, यस्तै छ हजुर। परदेश के गर्नु, सोचे जस्तो छैन परदेश। परदेश नहो है केटा हो, विदेश नहो केटा हो भनेर भन्नुपर्छ। यस्तै छ अब। आफ्नो देशमा पनि त्यही केही छैन, अवसर छैन, केही छैन, रोजगार छैन, सब बेरोजगारी छ है। अनि अब अन्तिम विकल्प भनेकै हाम्रो बाध्यता अथवा के भनौँ, यस्तै छ। परदेश जानै पर्छ, परदेश गर्नै पर्छ। तर परदेशमा पनि भने जस्तो सहज छैन, सजिलो छैन, यस्तै छ हजुर। टपिक चेन्ज हान्नु भने एउटा फेरि हाम्रो यहाँनिर गुरुबा हिँड्दैछ अगाडि अगाडि। भाषण दिए जस्तो अरे। वल्ला हबिबी, स्याउडे हबिबी, के भन्छ रे साथी? सो डान्स हान्दै हिँड्दैछ त केटा, खुसी भएर घर। एक यार छुट्टी काम सकेर हिँडेको साथी खुसी भएर हिँड्दैछ डान्स हान्दै अगाडि अगाडि। अनि अब टपिक चेन्ज त अब त्यस्तै त भन्नु पर्यो त, के भन्नु। गर्मी हिजो लास्टै थियो, आज अलिकति हल्का कम, अलिक कम छ। नभए पसिना आइरहेछ यार, त्यही पनि। पसिना आइरहेछ, यस्तै छ गाइजहरू। अहिले नेपालमा पनि गर्मी नै छ, तराईतिर भक्कु गर्मी छ अरे। होइन, यहाँ त हावा चल्छ, तै पनि उता त चल्दैन नि त हावा। ए हामी त अब जे जस्तो भए पनि अब एयरकनमा बसिन्छ एसीभित्र। नेपालमा त त्यही पनि अहिले अब अवस्था कस्तो छ, लाइन त्यही बेला यस्तै बेला फेरि उतातिर फेरि लोड सेडिङ छ अहिले। हितेन्द्र सालोक केटा आएपछि गाह्रो छ। नेपालतिर पनि लाइन झ्याप्प अनि गर्मीमा त मान्छे त मर्नु भइहाल्छ नि। फेरि यहाँ चाहिँ बिहे रहेछ, झिलिमिली छ त। के छ, लाने अवस्था छ? ए मेरो पनि बोतल त तर छ अर्को पनि घरमा। साथी बक्कलम यहाँ। यल्ला हबिबी, स्याउडे जैन। ओ अलेन सिनो बाइसाइकल साथी त मोटरसाइकल करवान बिग्रियो, के भन्नु। गर्मी छ कहाँको साथी छ मेरो। यल्ला बिबी जुत्ताको छ त यार, डेन्जर छ त। अनि पारा यार, पारा यस्तै छ, के गर्ने हाम्रो पारा व्यवस्था ल्याउनु यार। के दिनै पछि के मासु खानु यार, कहिले खाएर काम। फेरि अब बोलेको त यस्तो छ, ब्लग बनाइरहेछ, बोले सकिएन केटा। हाम्रो नेपालीहरूको बानी नसुध्रिने भयो कहिले त, यस्तै हो। डोन्ट माइन्ड गाइज। तिमी त हरिब छौ अरे त, अनि भन्थ्यौ त्यसरी झिलिमिली छ। अब यता चाहिँ नेपालमा चाहिँ अँध्यारो अन्धकार छ है। यहाँ त 24 घन्टा यस्तै छ, के गर्ने साथीहरू, यस्तै रहेछ वास्ता। रुम नजिकै हो यहाँनिर चाहिँ। अब रुमतिर हामी प्रवेश गर्दैछौँ। किन बकालो जाने र? तिमी मजाक नगर नि यार।
जस्ट एक्सर्साइज हुन्छ 77वटा 77वटा खुड्किलो चढ्दा होइन टपमाथि रुम छ अनि गाह्रो छ ल गाइजहरु फाइनली रुम पनि आइपुग्यो टपमाथि हाम्रो चाहिँ यस्तै छ अब अनि खाना पकाउनु पर्छ बनाउनु पर्छ खानु पर्छ त्यसपछि एकछिन मोबाइल हेर्नुपर्छ अनि सुत्नुपर्छ फेरि उठ्नुपर्छ फेरि ड्युटी जानुपर्छ यस्तै छ परदेशी जिन्दगी तपाईहरुको के कस्तो छ गाइजहरु मेन्सन गर्नु होला ल स्टे ट्युन माई भ्लग ओके सी यू इन नेक्स्ट भ्लग बाइ बाइ